यस गहन अध्ययन तथा स्रोत सामग्रीको विस्तृत विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो विषयको चिरफार गर्दैछौँ जुन नि हाम्रो मानव अस्तित्वको सबैभन्दा आधारभूत शर्तसँग जोडिएको छ। एकदम सही कुरा। आजको हाम्रो यस स्रोतको खोजीमा हामीले भनौँ न एउटा विशेष सामग्री छानेका छौँ जसको नाम हो द फाउन्डेसन अफ ब्यालेन्स्ड न्युट्रिसन, अर्थात् सन्तुलित पोषणको आधारशिला। यो आफैमा निकै महत्त्वपूर्ण शीर्षक हो। पक्कै पनि। अब आजको हाम्रो मुख्य उद्देश्य भनेको नि यही स्रोतमा उल्लेख भएको एउटा अत्यन्त छोटो तर ज्यादै शक्तिशाली र आधारभूत वाक्यांशको गहिरो विश्लेषण गर्नु हो। हजुर। त्यो वाक्यांश हो वाइ वी निड ब्यालेन्स्ड डाइट फुड, अर्थात् हामीलाई सन्तुलित आहार किन चाहिन्छ। बाहिरबाट हेर्दा त यो प्रश्न अत्यन्तै सामान्य जस्तो लाग्छ नि, होइन र? हो, हामीले सन्निटेकी सुन्दै आएको कुरा जस्तो लाग्छ। हो नि, तर यसलाई अलिकति मात्र खोतल्ने हो भने नि यसले हाम्रो शरीरको आन्तरिक कार्यप्रणाली र हामीले गर्ने दैनिक निर्णयहरू बीचको जुन एउटा जटिल सम्बन्ध छ नि त्यसलाई उजागर गर्छ। एकदमै। अब यसलाई यसरी बुझौँ न, जस्तो एउटा गाडीलाई राम्रोसँग गुड्नको लागि सही इन्धन चाहिन्छ नि। हो, पक्कै चाहिन्छ। हो, अथवा भनौँ एउटा घरलाई दिगो हुनको लागि बलियो जग चाहिन्छ। हाम्रो शरीर पनि त्यस्तै हो। हामी दिनौँ केही न केही खाइराखेका त हुन्छौँ, तर त्यो खानुको पछाडि लुकेको जुन किन भन्ने जैविक अनिवार्यता छ नि त्यसलाई बिरलै मात्र मनन गर्छौँ। आजको यस गहन छलफलमा यो विषय उठान गर्नु साँच्ची नै सान्दर्भिक छ। किनभने नि अब हामी मानिसहरू दिनौँ खाना त खान्छौँ। यो हाम्रो दैनिकीको एउटा स्वचालित र अभिन्न अङ्ग नै बनिसकेको छ। हो नि, अटोमेटिक जस्तै भइसक्यो। तर हामीले अक्सर यो खाना खानुको पछाडिको जुन किन भन्ने प्रश्न छ नि त्यसलाई पुरै व्यवस्था गरिरहेका हुन्छौँ। मतलब भोक लाग्यो खायौँ वा समय भयो त्यसैले खायौँ। हाम्रो बुझाइ प्राय यतिमै सीमित हुन्छ। तर जब हामी यो द फाउन्डेसन्स अफ ब्यालेन्स्ड न्युट्रिसन जस्तो सामग्रीको अध्ययन गर्छौँ नि तब हामीले के महसुस गर्छौँ भने खाना खानु भनेको केवल पेट भर्नु वा भनौँ न स्वादको सन्तुष्टि लिनु मात्र पक्कै होइन। केवल जिब्रोको लागि मात्र होइन। हो, यो त एउटा निरन्तर चलिराख्ने अत्यन्तै सूक्ष्म र जटिल जैविक निर्माण प्रक्रिया हो। हाम्रो शरीरले आफूलाई सुचारू राख्न, आफ्ना भत्केका कोशिकाहरूको मर्मत गर्न र नयाँ कोशिकाहरूको निर्माण गर्नको लागि नि हामीले ग्रहण गर्ने आहारबाट निरन्तर कच्चा पदार्थ निकालिरहेको हुन्छ। भनेपछि यो त एउटा फ्याक्ट्री जस्तै भयो, निरन्तर चलिरहने। एकदम सही भन्नुभयो। आजको यो छलफलले हामीलाई त्यही आधारभूत तर प्राय व्यवस्था गरिने सत्यतर्फ फर्काउनेछ, जहाँ हामीले आहारलाई केवल दिनचर्याको रूपमा मात्र नभई जीवनको निरन्तरताको मुख्य शर्तको रूपमा बुझ्नेछौँ। ठिक छ, यसलाई अलि खोतलेर हेरौँ। हौस्। हाम्रो स्रोत सामग्रीमा नि ठ्याक्कै उल्लेख भएको वाक्यांश वाइ वी निड ब्यालेन्स्ड डाइट फुड। यो छोटो वाक्यांशभित्र प्रयोग भएका शब्दहरूको छनोट आफैमा निकै अर्थपूर्ण देखिन्छ। एकदमै अर्थपूर्ण छ। विशेष गरी यो आधारशिला अर्थात् फाउन्डेसन र पोषण अर्थात् न्युट्रिसन बीचको सम्बन्ध। हामी धेरैजसो समय खाना र पोषणलाई एउटै अर्थमा बुझ्ने वा प्रयोग गर्ने गर्छौँ नि। हो, हामी प्राय झुक्किन्छौँ यसमा। तर स्रोतले त यी दुई बीचको स्पष्ट भिन्नतालाई पो इङ्गित गर्न खोजेको देखिन्छ। मतलब हामीले जे खान्छौँ त्यो खाना हो, तर त्यसले शरीरभित्र गएर जे गर्छ त्यो पोषण हो भन्ने कुरालाई यसले कसरी स्थापित गरेको छ। अब यहाँनिर सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने नि खाना र पोषण बीचको भिन्नता नै यो सम्पूर्ण विश्लेषणको प्रस्थान बिन्दु हो। खाना भनेको त त्यो भौतिक वस्तु हो जुन हामी बाहिरी वातावरणबाट ग्रहण गर्छौँ। भनौँ न यसले हाम्रो जिब्रोलाई स्वाद दिन्छ, मस्तिष्कलाई एक प्रकारको सन्तुष्टिको सङ्केत पठाउँछ र पेटलाई भरिएको महसुस गराउँछ। हो, एकदम पेट भरिएको महसुस गराउँछ। तर पोषण भनेको नि त्यो भित्री प्रक्रिया हो जहाँ हाम्रो शरीरको पाचन प्रणालीले त्यो खानालाई अत्यन्तै सूक्ष्म तहमा टुक्र्याएर आफूलाई चाहिने जीवनदायी तत्त्वहरू निकाल्छ। सूक्ष्म तहमा। स्रोतले प्रयोग गरेको यो आधारशिला भन्ने शब्द छ नि यसले यो कुनै अस्थायी वा क्षणिक समाधान होइन भन्ने सङ्केत गर्छ। कुनै पनि संरचनाको जग वा आधारशिला भनेको त त्यो कुरा हो जसले सम्पूर्ण भारलाई लामो समयसम्म थामेर राख्छ र संरचनालाई स्थिरता प्रदान गर्छ। भनेपछि घरको जग जस्तै भयो यो।
एकदमै हाम्रो शरीरको सन्दर्भमा नि यो आधारशिला एकपटक बनाएर छोडिने कुरा होइन क्या, यो त निरन्तर चलिरहने प्रक्रिया हो। हाम्रो शरीरका लाखौं कोशिकाहरू हरेक दिन मर्छन् र नयाँ बन्छन्। ती नयाँ बन्ने कोशिकाहरूको गुणस्तर पूर्ण रूपमा हामीले उपलब्ध गराउने पोषणमा भर पर्छ। त्यसैले जब स्रोतले सन्तुलित पोषणको आधारशिला भन्छ नि, यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको दिगोपनको कुरा गरिराखेको छ। भनेपछि जग बलियो हुनु पर्यो। हो नि, यदि हामीले पोषणविहीन खाना मात्र खाइरह्यौं भने पेट त भरिएला, तर शरीरको आधारशिला भित्रभित्रै कमजोर हुँदै जान्छ। ओहो, यसको अर्थ त हामी भरिएको पेट लिएर पनि पोषणको हिसाबले भोको नै हुन सक्छौं भन्ने कुरा पो यहाँबाट स्पष्ट भयो। एकदमै सही निष्कर्ष निकाल्नुभयो। अनि नि स्रोतले केवल खाना मात्र नभनेर सन्तुलित आहार अर्थात् ब्यालेन्स्ड फूडमा विशेष जोड दिएको छ। अब यो सन्तुलन शब्द आफैमा निकै व्यापक छ नि त। हो, व्यापक छ। शरीरको जैविक प्रक्रियामा यो सन्तुलन भनेको के हो त? किनकि सन्तुलन भनेको कुनै स्थिर तराजु जस्तो त पक्कै होइन होला, जहाँ भनौँ न एकातिर 50 र अर्कोतिर 50 राखेर सधैँभरि छोडिदिन सकियोस्। होइन होइन, त्यस्तो स्थिर हुँदैन। जस्तो सङ्गीतको धुनमा एउटा लय हुन्छ नि, कहिले माथि कहिले तल, तर समग्रमा एउटा सन्तुलन हुन्छ। राम्रो उदाहरण। अथवा प्रकृतिको सन्तुलन हेरौँ न, यो त निरन्तर परिवर्तन भइरहने, शरीरको आवश्यकता अनुसार तलमाथि भइरहने एउटा गतिशील अवस्था हुनुपर्छ, होइन र? एकदम सही विश्लेषण गर्नुभयो। सन्तुलन भनेको कुनै जड वा स्थिर अवस्था पक्कै होइन, यो त एउटा डाइनामिक इक्विलिब्रियम अर्थात् गतिशील सन्तुलन हो। गतिशील सन्तुलन हो, हाम्रो शरीरको आन्तरिक वातावरणले नि निरन्तर एउटा सामञ्जस्यता खोजिरहेको हुन्छ, जसलाई जीव विज्ञानमा होमियोस्ट्यासिस भनिन्छ। ए, होमियोस्ट्यासिस। बाहिरी वातावरणको तापक्रम जतिसुकै परिवर्तन भए पनि शरीरले आफ्नो भित्री तापक्रम स्थिर राख्न खोजे जस्तै नि। हामीले खाने कुराबाट प्राप्त हुने तत्त्वहरूको पनि शरीरले निरन्तर सन्तुलन मिलाइराखेको हुन्छ। भनेपछि शरीर आफैले मिलाउँछ। हो, जब हामी सन्तुलित आहारको कुरा गर्छौं नि, यो कुनै एउटा जादुई खानेकुराको कुरा होइन क्या, बरु यो त विभिन्न प्रकारका आहारहरूको एक सामञ्जस्यपूर्ण मिश्रण हो, जसले शरीरको त्यो आन्तरिक सन्तुलनलाई कायम राख्न मद्दत गर्छ। ए, एउटा मात्र कुरा खाएर हुँदैन। एकदम हुँदैन। स्रोतले पनि यही कुरालाई जोड दिएको छ कि सन्तुलित आहार भनेको शरीरलाई चाहिने हरेक कुराको सही मात्रा र सही समयमा उपलब्ध गराउनु हो। सही मात्रा र सही समय हो, कुनै पनि कुराको अतिले नै सन्तुलन बिगाड्छ। धेरै खानु पनि असन्तुलन हो र कम खानु पनि असन्तुलन हो। शरीरलाई चाहिने ऊर्जा, मर्मत सम्भारका लागि चाहिने तत्त्वहरू र प्रणालीलाई सुचारू राख्न चाहिने अन्य सूक्ष्म तत्त्वहरूको सही अनुपात नै वास्तवमा स्रोतले इङ्गित गर्न खोजेको सन्तुलन हो। यहाँनिर म अर्को एउटा चाखलाग्दो पक्षलाई उजागर गर्न चाहन्छु, जुन स्रोत सामग्रीले हामीलाई प्रष्टाएको छ। भन्नुस् न। स्रोतमा हामीले सन्तुलित आहार किन खानुपर्छ भन्दा पनि वाइ वी निड ब्यालेन्स डाइट फूड भनेर यो आवश्यकता अर्थात् निड भन्ने शब्दको प्रयोग गरिएको छ नि। हो, एकदमै महत्त्वपूर्ण पोइन्ट हो यो। अङ्ग्रेजीमा वान्ट अर्थात् चाहना र निड अर्थात् आवश्यकता बीच त धेरै ठूलो मनोवैज्ञानिक र व्यावहारिक खाडल छ नि त। हामी जे खान चाहन्छौँ त्यो हाम्रो इच्छा वा चाहना हुन सक्छ, तर हाम्रो शरीरलाई जे नभई हुँदैन त्यो त आवश्यकता हो। एकदम। यो निड शब्दको प्रयोगले हाम्रो आहारप्रतिको दृष्टिकोणलाई कसरी परिवर्तन गर्छ त? किनकि आधुनिक जीवनशैलीमा त हामीले अक्सर चाहनालाई नै आवश्यकता मान्ने गल्ती गरिरहेका हुन्छौँ। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नि, यसले एउटा अत्यन्तै महत्त्वपूर्ण र आधारभूत प्रश्न खडा गर्छ। के हामीले आफ्नो मस्तिष्कको चाहना र शरीरको कोशिकाहरूको आवश्यकता बीचको भिन्नतालाई साँच्चै बुझेका छन् त? गहिरो प्रश्न हो यो त। हो नि। स्रोत सामग्रीले नि सन्तुलित आहारलाई कुनै छनौटको विषय वा कुनै जीवनशैलीको ट्रेन्ड वा विलासिताको रूपमा प्रस्तुत गरेको छैन। ए, कुनै फ्यासन होइन यो। होइन नि। यसले त यसलाई शरीरको अनिवार्य जैविक र संरचनात्मक शर्तको रूपमा उभ्याएको छ। आवश्यकता अर्थात् निड भन्नुको अर्थ हो यो नभइकन प्रणालीले काम गर्नै सक्दैन। जसरी अक्सिजन बिना फोक्सोले काम गर्न सक्दैन नि, त्यसरी नै सही पोषण बिना शरीरको समग्र प्रणाली सुचारू रहन सक्दैन। भनेपछि यो त सास फेरे जस्तै अनिवार्य भयो। एकदम अनिवार्य।
अहिलेको आधुनिक समाज र खाद्य वातावरणमा हेर्नुस् न, स्वाद, तत्काल पाइने सन्तुष्टि र विज्ञापनहरूले हाम्रो चाहनालाई अत्यधिक उत्तेजित गरिदिएका छन्। हो नि, टिभी हेर्यो, मोबाइल हेर्यो, जताततै त्यस्तै छ। हो, हाम्रो जिब्रोले र मस्तिष्कको रिवार्ड सिस्टमले जे चाहन्छ हामी प्राय त्यही दिन्छौं। तर हाम्रा कोशिका, तन्तु र अङ्गहरूलाई आफ्नो दैनिक कार्य गर्न जे आवश्यक छ त्यसलाई भने व्यवस्था गरिरहेका हुन्छौं। स्रोतको यो छोटो तर सटीक वाक्यांशले नि हामीलाई त्यही भ्रमबाट बिउझाउने र यथार्थको धरातलमा ल्याउने प्रयास गरेको छ। सन्तुलित आहार हाम्रो इच्छामा भर पर्ने कुरा होइन, यो त हाम्रो जीव विज्ञानले तोकेको उल्लङ्घन गर्न नमिल्ने प्राकृतिक नियम हो। यसको अर्थ नि हामीले मलाई के खान मन छ भन्ने प्रश्नलाई बिस्तारै मेरो शरीरलाई अहिले के आवश्यक छ भन्ने प्रश्नले बिस्तारै विस्थापित गर्दै लैजानु पर्ने रहेछ। एकदमै ठ्याक्कै त्यही हो। तर यो सुन्दा जति सरल लाग्छ नि, व्यवहारमा लागू गर्न त्यति नै कठिन छ, किनकि यसले हाम्रो सम्पूर्ण मनोवैज्ञानिक र व्यावहारिक ढाँचालाई नै चुनौती दिन्छ। हो, बानी परिवर्तन गर्न सजिलो कहाँ छ र? अनि फेरि त्यो सन्तुलित भन्ने शब्दतिरै फर्किँदा अघि हामीले भने जस्तै यो स्थिर कुरा होइन। यसको मतलब एक दिन एकदमै सन्तुलित खाना खाएर अनि महिनाभरि जथाभावी खायो भने त त्यो आधारशिला पक्कै पनि बलियो हुँदैन होला। हुँदैन। सन्तुलित आहार त दैनिक रूपमा गरिने एउटा निरन्तर अभ्यास पो रहेछ हैन र? पक्कै पनि। सन्तुलन भनेको एकपटक प्राप्त गरेर सधैँभरि कायम रहने गन्तव्य बिन्दु होइन क्या? यो त एउटा निरन्तर चलिरहने प्रक्रिया र दैनिक अनुशासन हो। दैनिक अनुशासन हो नि। शरीरभित्र प्रत्येक सेकेन्ड अनगिनती रासायनिक प्रतिक्रियाहरू भइराखेका हुन्छन्। ऊर्जाको उत्पादन, रगतको शुद्धिकरण, हर्मोनहरूको नियमन, यी सबै कार्यहरू कहिल्यै रोकिँदैनन्। 24 घण्टा चलिराख्छ। यो सम्पूर्ण निरन्तर प्रक्रियालाई सुचारू राख्नको लागि नै निरन्तर रूपमै सही प्रकारको कच्चा पदार्थको आवश्यकता पर्छ। त्यही कच्चा पदार्थ नै हाम्रो सन्तुलित आहार हो। यदि हामीले आहारमा कहिले अत्यधिक मात्रामा खाने र कहिले खाँदै नखाने वा एकै प्रकारको मात्र खानेकुरा निरन्तर खाइरहने गर्यौं भने नि शरीरको त्यो आन्तरिक सन्तुलन बिग्रन थाल्छ। भनेपछि त्यो होमियोस्टासिस बिग्रिन्छ। हो, जसले गर्दा शरीरले आफ्नो नियमित मर्मत सम्भारको काम राम्ररी गर्न पाउँदैन। अनि स्रोतले वाइ वी नीड भनेर वर्तमान कालको प्रयोग गरेको छ नि, प्रेजेन्ट टेन्स हो, यसले पनि यो आवश्यकता हिजो मात्र थिएन, आज मात्र छैन, यो भोलि र सधैँको लागि हो भन्ने कुरा स्पष्ट पार्छ। एकदम स्पष्ट छ। यसले कुनै छोटो अवधिको डाइटिङ वा डाइट प्लानको कुरा गरेको होइन, बरु जीवनभर अपनाउनु पर्ने एउटा दिगो आहार पद्धतिको कुरा गरेको हो। भित्र त मानव स्वास्थ्यको सम्पूर्ण दर्शन नै अटाएको जस्तो देखिन्छ। हो नि, एकदमै गहिरो छ यो। अब अलिकति बृहत चित्र अर्थात् द बिगर पिक्चर तर्फ लागौँ न। आजको युगमा जहाँ जता हेर्यो उतै सूचना नै सूचना छ, हामी एउटा इन्फर्मेसन ओभरलोडको अवस्थामा बाँचिरहेका छौं। एकदम सही। यो आजको सबैभन्दा ठूलो समस्या हो। सामाजिक सञ्जाल खोल्ने बित्तिकै कसैले एउटा खानेकुरालाई अमृत भनिरहेको हुन्छ भने अर्कोले त्यही खानेकुरालाई विष साबित गर्न खोजिरहेको हुन्छ। यस्तो कोलाहलपूर्ण अवस्थामा मानिसहरू दिग्भ्रमित हुनु एकदमै स्वाभाविक हो। हो नि, मान्छेहरू कन्फ्युज हुन्छन्। यस्तो बेलामा नि यो स्रोत सामग्रीमा उल्लेख भएको यो सरल तर अत्यन्तै आधारभूत वाक्यले हामीलाई कसरी बाटो देखाउन वा स्पष्टता प्रदान गर्न सक्छ त? यदि हामीले यसलाई बृहत चित्रसँग जोडेर हेर्ने हो भने यो सूचनाको बाढीको युगमा मानिसहरू सानातिना र क्षणिक ट्रेन्डहरूमा अल्झिराखेका छन्। ट्रेन्डको पछाडि कुदेका छन्। हो, हरेक दिन नयाँ नयाँ आहार पद्धतिहरू आउँछन्, बजार तटाउँछन् र केही समयपछि हराएर जान्छन्। कुनैले एउटा कुरालाई राम्रो भन्छन्, अर्कोले त्यही कुरालाई नराम्रो भन्छन्। हो, एकदम त्यस्तै भइरहेछ। तर द फाउन्डेसन अफ ब्यालेन्स न्युट्रिसनबाट लिएको यो छोटो वाक्यले नि हामीलाई त्यो कोलाहलबाट बाहिर निकालेर एकदमै आधारभूत र अकाट्य सत्यतर्फ फर्काउँछ। आधारभूत सत्यतर्फ यसले हामीलाई के सम्झाउँछ भने स्वास्थ्यको सिद्धान्त कुनै जटिल गणित वा बुझ्नै नसकिने रहस्य होइन। यो त प्रकृतिको अत्यन्तै सामान्य तर कठोर नियम हो, सन्तुलन। सन्तुलन। जब हामी सन्तुलित आहार किन चाहिन्छ भन्ने यो प्रश्नको मर्म अर्थात् यो हाम्रो जैविक आवश्यकता हो, चाहना होइन भन्ने कुरा गहिरिएर बुझ्छौं नि, तब हामी ती क्षणिक र भ्रामक सूचनाहरूको पछाडि दौडिन छोड्छौं। भनेपछि आफैले एउटा स्पष्टता आउँछ। हो नि, हामीलाई एउटा वैचारिक स्पष्टता प्राप्त हुन्छ।
यो वाक्यले एउटा कम्पास वा मार्गदर्शकको काम गर्छ। बाहिर जतिसुकै हुरी बतास चले पनि वा जतिसुकै नयाँ डायट ट्रेन्ड आए पनि नि, यदि हामीले यो सन्तुलित छ र के यो मेरो शरीरको आवश्यकता हो भन्ने प्रश्न आफैलाई सोध्यौं भने हामी कहिल्यै बाटो बिराउँदैनौं। यो साँच्चै नै एउटा शक्तिशाली दृष्टिकोण हो। त्यो सूचनाको कोलाहलको बीचमा नि यो ज्ञान एउटा शान्त र स्थिर बिन्दु जस्तै रहेछ। एकदमै शान्त र स्थिर। हामी अक्सर जटिलताहरू खोज्छौं नि, किनकि हामीलाई लाग्छ कि ठूला समस्याको समाधान पनि जटिलै हुनुपर्छ। मान्छेको मनोविज्ञान नै त्यस्तै हुन्छ। तर समाधान भने एकदमै सरल र आधारभूत कुरामा लुकेको हुँदो रहेछ। जब हामीले आफ्नो शरीरलाई एउटा निरन्तर मर्मत सम्भार चाहिने जटिल तर व्यवस्थित प्रणालीको रूपमा हेर्न थाल्छौं, तब त्यसमा हामीले के हाल्दैछौं भन्ने कुरा स्वतः महत्त्वपूर्ण हुन पुग्छ। अनेक कुराले केवल हाम्रो शारीरिक तौल वा बाहिरी आवरणलाई मात्र होइन, बाहिरी कुरा मात्र होइन, हाम्रो मानसिक कुशाग्रता, हाम्रो दैनिक ऊर्जाको स्तर, रोग प्रतिरोधात्मक क्षमता र समग्रमा हाम्रो जीवनको सम्पूर्ण गुणस्तरलाई नै प्रत्यक्ष रूपमा नियन्त्रण गरिरहेको हुँदो रहेछ। जग बलियो भयो भने मात्रै त्यसमाथि दिगो संरचना खडा गर्न सकिन्छ। स्रोत सामग्रीको मुख्य सन्देशको सार नै यही हो। हेर्नुहोस्, सन्तुलित आहार कुनै बाहिरी नियम वा समाजले थोपेरेको बन्देज होइन जसलाई हामीले बाध्यताले पालना गर्नुपर्छ। यो त हाम्रो आफ्नै शरीरको आन्तरिक अपरिवर्तनीय नियम हो। जब हामीले यो कुरा गहिरोसँग मनन गर्छौं नि कि सन्तुलित आहार नै जीवनको आधारशिला हो र यो हाम्रो शरीरको अनिवार्य जैविक आवश्यकता हो, तब आहार र पोषणप्रतिको हाम्रो सम्पूर्ण दृष्टिकोण नै आमूल रूपमा परिवर्तन हुन्छ। एउटा नयाँ चेतना आउँछ। हो नि, हामी खानालाई केवल भोक मेटाउने वा जिब्रोको स्वाद पूरा गर्ने साधनको रूपमा मात्र नहेरी नि जीवनलाई ऊर्जावान, स्वस्थ र क्रियाशील बनाउने मुख्य माध्यमको रूपमा हेर्न थाल्छौं। यो चेतनाले नै हामीलाई दैनिक जीवनमा सही निर्णय लिन मद्दत गर्छ। जब खाना अगाडि आउँछ नि, तब यो चेतनाले हामीलाई यसले मेरो शरीरको कुन आवश्यकता पूरा गर्दैछ भनेर सोच्न बाध्य बनाउँछ। जटिल र भ्रमपूर्ण जानकारीहरूको बीचमा यो सरल ज्ञानले हामीलाई सधैँ सही र सन्तुलित बाटो देखाउँछ। यो कुरा बुझेपछि त पक्कै पनि दैनिक जीवनमा गरिने छनौटहरूमा एउटा छुट्टै किसिमको सचेतता आउने रहेछ। एकदमै आउँछ। मेरो अगाडि भएको खानाले मेरो शरीरको आधारशिलालाई बलियो बनाउँदैछ कि कमजोर? यो एउटै प्रश्नले धेरै कुराको समाधान दिन्छ नि। हो, धेरै कुरा आफै क्लियर हुन्छ। स्रोतले दिएको यो ज्ञान साँच्चै नै हाम्रो दैनिक व्यवहारलाई प्रभाव पार्न सक्ने खालको छ। यसले हामीलाई हाम्रो आफ्नै स्वास्थ्यको जिम्मेवारी पूर्ण रूपमा आफै लिन र आफ्ना छनौटहरूप्रति सचेत हुन प्रेरित गरेको छ। बाहिरी सूचनामा भर पर्नुभन्दा आफ्नो शरीरको आधारभूत आवश्यकतालाई बुझ्नु नै सबैभन्दा ठूलो कुरा रहेछ। निस्सन्देह, ज्ञान जतिसुकै महत्त्वपूर्ण र गहिरो भए पनि नि त्यसलाई दैनिक व्यवहारमा लागू गरिएन भने त्यसको कुनै अर्थ रहँदैन। हो, व्यवहारमा त उतार्नै पर्यो। स्रोत सामग्रीले हामीलाई किन भन्ने प्रश्नको उत्तर दिएर एउटा बौद्धिक जग बसालिदिएको छ। हामीलाई सन्तुलित आहार किन चाहिन्छ भन्ने कुरा अब कुनै रहस्य रहेन। यो एउटा प्रमाणित आवश्यकता हो। प्रमाणित आवश्यकता। अब त्यो किनलाई दैनिक जीवनको कसरीमा परिणत गर्ने जिम्मेवारी चाहिँ पूर्ण रूपमा हाम्रो आफ्नै हो। सन्तुलित आहारको यो सिद्धान्तलाई दैनिक रूपमा अपनाउनु भनेको आफ्नै शरीरप्रतिको सबैभन्दा ठूलो सम्मान र लगानी हो। यसले नै हामीलाई दीर्घकालीन रूपमा स्वस्थ, सक्रिय र सन्तुलित जीवनयापन गर्न मद्दत गर्छ। एकदमै सही कुरा। आजको यो गहन अध्ययनबाट हामीले निकै महत्त्वपूर्ण दृष्टिकोणहरू प्राप्त गर्यौं। हजुर। एउटा अत्यन्तै छोटो वाक्य वाइ वी नीड ब्यालेन्स डाइट फुड भित्र यति धेरै अर्थ र यति गहिरो जैविक तथा दार्शनिक यथार्थ लुकेको हुन्छ भन्ने कुराको आज हामीले विस्तृत चिरफार गर्यौं। हो नि। हामीले आधारशिला, सन्तुलन र आवश्यकता जस्ता शब्दहरूको शाब्दिक अर्थ मात्र बुझेनौं, तर तिनले हाम्रो सम्पूर्ण शारीरिक प्रणाली र दैनिक निर्णय प्रक्रियालाई कसरी प्रत्यक्ष प्रभावित गर्छन् भन्ने कुरा पनि राम्रोसँग विश्लेषण गर्यौं। पक्कै पनि। अन्त्यमा आजको यो सम्पूर्ण छलफललाई एउटै निष्कर्षमा बाँध्नु पर्दा नि स्रोत सामग्रीले हामीलाई स्पष्ट रूपमा के सन्देश दिएको छ भने सन्तुलित आहार भनेको कुनै विकल्प होइन, यो हाम्रो अस्तित्वको अनिवार्य शर्त हो। एकदम।
यो हाम्रो शरीरको त्यो जग हो जसले हामीलाई स्वस्थ र ऊर्जावान राख्छ र यो ज्ञान हामी सबैको लागि एक स्थायी मार्गदर्शक बन्न सक्छ जसले ती जटिल र भ्रामक सूचनाहरूको बाढीमा पनि हामीलाई सधैँ सत्य र सन्तुलनको बाटो देखाउँछ। सधैँ सही बाटो देखाउँछ। तर आजको यस स्रोतको खोजीलाई अन्त्य गर्नु अघि नि म एउटा यस्तो प्रश्न छोडेर जान चाहन्छु जसले हामी सबैलाई अझ गहिरिएर सोच्न बाध्य बनाउनेछ। पक्कै पनि। आज हामीले हाम्रो शरीरको वर्तमान आवश्यकता र सन्तुलित आहारको कुरा गर्यौं, तर जरा कल्पना गरौँ त यदि हाम्रो शरीर पूर्ण रूपमा हामीले खाने कुराको जगमा अडिएको छ भने भविष्यलाई मानिसको जीवनशैली, प्रविधि र हाम्रो वरपरको वातावरण पूर्ण रूपमा परिवर्तन हुँदै जाँदा आज हामीले बुझेको सन्तुलित आहारको यो आधारभूत परिभाषा आफैमा कसरी परिवर्तन होला? अहो, यो त साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो। यही विचारोत्तेजक प्रश्नको साथमा आजको यस गहन अध्ययन र विस्तृत विश्लेषणबाट हामी बिदा चाहन्छौँ। हामीलाई आशा छ आजको यस छलफलले पक्कै पनि केही नयाँ दृष्टिकोण र स्पष्टता प्रदान गरेको छ। स्वस्थ रहौं, सचेत रहौं र आफ्नो शरीरको आधारशिलालाई सधैँ मजबुत बनाइराखौँ। बिदा दिनुहोस्। नमस्कार।